ह्याप्पी होली ह्याप्पी होली सबैजनालाई ह्याप्पी होली प्रियाका म त यो झोला माग्नु गएर आएको जस्तो देख्छु ह्याप्पी होली वाउ कति क्युट एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी प्रिया कम्बुले राई अनि आई होप हजुर सन्चै हुनुहुन्छ म पनि एकदमै सन्चै छु ह्याप्पी होली सबैजनालाई आज चाहिँ होलीको दिन तराईको होली हो सो पहाडको होली हिजो नै हो आज तराईको होली यहाँनिर रहेको छ म देखाउन गइरहेको छु हाम्रो हिरोहरू यहाँनिर मलाई पिचकारी हान्दैछ होइन होली खेल्न रेडी हो साँच्ची ओ माई गड खोइ अनि रङ चाहिँ खोइ कलर ल यिनीहरू चाहिँ होलीको तयारी गर्दैछन् सब अनि अब म चाहिँ धरान जानुपर्ने हुन्छ धरानमा होली खेल्ने हो म चाहिँ यहाँनिर भाइहरू चाहिँ रेडी भइसक्यो होली खेल्नको लागि यहाँनिर चाहिँ भाइहरूले चाहिँ पुरै होलीको तयारी गर्दैछन् तिमीहरूको कलरफुल भएन है यस्तो चाहिँ कलर नै छैन त पानीले खेल्ने अब ऊ कलर त पर रहेछ त ए होली ल म लगाइदिन्छु ल होली आऊ त आऊ न म होली लगाइदिन्छु ल ल ल ह्याप्पी होली ह्याप्पी होली ए दाम न म होली दल्दिन्छु भन्छु सेजन यहाँ न होली डल्ने क्या ह्याप्पी होली सेजुन थ्याङ्क यू ह्याप्पी होली छिटो सैनिम ह्याप्पी होली सैनिम थ्याङ्क यू धन्यवाद यता सास मलाई यो कलर दुई त अलिकति लगाइदिन्छु छिटाउ न ह्याप्पी होली वाउ कति क्युट ओ आऊ के भन्छ उसको नाम आलेन आऊ न म टिका लगाइदिन्छु ह्याप्पी होली एकछिन नभिजाएर है ग्रुपमा फोटो खिचिदिन्छु बस न बहिनी एकछिन है पोज है फोटो खिचिदिन्छ है हेलो भन सबैजनाले ह्याप्पी होली ल खोइ कसलाई हान्छु पानी छैन तिम्रोमा ल बच्चाहरूको होली चाहिँ ओए पानीले खतरा धन्यवाद तपाईँले पनि ह्याप्पी होली भन्नु न दिन अहिले आशीर्वाद होलीको रङ जस्तै रङ्गी चङ्गी होस् तिम्रो लाइफ हुन्छ कतिवटा डलिदिनु भयो यता पनि म तपाईँले पनि डलिदिन्छु ह्याप्पी होली मामु ल ए मम्मी पनि भन्दैन ह्याप्पी होली सास तिमीलाई यसको पेपर राम्रो रहेछ हौ मजाले जाने यिनीहरूको त फोर्स नै नदिने रहेछ ह्याप्पी होली आलेन यस्तो पनि ल्याउनु पर्ने रहेछ आलेन चामलिङ राई हो कि कम्पनी हो कि चामलिङ राई सार्किन हो चामलिङ दियो चामलिङ नि होइन
मेरो छोराले लगाइदिएको चाम्लिङ यस्तो हुन्छ राम्रो हुन्छ घाटे तिमी आऊ खै मलाई कलर लगाइदिएको खै खै मम्मीलाई के ओली मम्मी थ्याङ्क यू कान्छा लो दादालाई लगाइदियो ह्याप्पी ओली दादा भन खै अनि बेबीले खै लगाएको सेजनले पापालाई लगाइदेऊ बेबीले पनि लगाइदेऊ यसले त अर्कै पाराले लगाइदियो त झ्याप्पै ह्याप्पी ओली लक्ष्मण दादा भन लक्ष्मण दादाले पनि लगाऊ लक्ष्मण दादाले पनि लगाइदेऊ यस्तो भेषमा लगाइदियो नि झ्याप्पै लगाइदेऊ न यस्तो गरेर भयो छाप खै लक्ष्मण दादालाई भन ह्याप्पी ओली भन सेजन खै भयो भयो त्यो नलाउने अब सेजन चाम्लिङ राई ह्याप्पी होली लाउनु हुँदैन के यो रङ जस्तै रङ्गी हुनु तिम्रो जिन्दगी राम्रो होस् ल यता आउनु ल ऊ आलिनलाई पनि लगाइदियो ह्याप्पी ओली भनेर त्यो चिसोमा त्यस्तो गर्ने होइन ल हजुर तिर्छ छाप बसाइदिएको ल फोटो खिचिसकेको यिनीहरूको त ग्रुपमा दिनमा यो एउटा होली पनि नलगाए के लगाउँछ थोरै मात्र लगाइदिन्छु के माथि मात्रै माथि होली लाउनु पनि नभन्दाखेरि त ह्याप्पी होली दाजु अनि त्यहाँ ग्रुपमा खिच्छु म ह्याप्पी होली मेरो समर्थन नि समाइदिनु म त देख्दै बस्छु मलाई हेरेन भने सबैलाई म होली खेल्नु दिनु है ल रेडी ल तिमीहरू जाऊ है आउनु तिमीहरू पनि म त कस्तो फोटो खिच्नु नि ल होली स्पेसल लोलाले हान्न आउँछ गोजीमा लो लु यो त झिकेर हान्नु पो पर्ने त नि लोला लक्ष्मण कहाँ छिटो हान यता ल्या मान्छेलाई हान्न त नसिक मम्मीलाई त हान्न हुन्छ मम्मीलाई हान्देऊ सबैले सबैले हान्देऊ मम्मीलाई नभाग्नु न ऊ मम्मीलाई लु ठुल मम्मीलाई हान्ने र सबैले ऊ ठुल मम्मीलाई हान्ने छिटो छिटो होली खेल्ने मान्छे माथि पुगिसक्यो कोही ल हान्यो 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 सबैले हामी चाहिँ तरानदेखि धरान जाँदैछौँ अब चाहिँ धरान गएर होली खेल्न जानुपर्ने हुन्छ दाइले साइज पुग्नुभयो त पर्खेको हुनुहुन्थ्यो अघिसम्म जानुभयो मेरो दाजु चाहिँ उता रिसाएर उता जाँदै हुनुहुन्छ दाजु पक्रिन सँगै जाउँ देखिँदो रहेछ क्या अनि म रेडी नभइकन तपाईँ बाहिर निस्किनु भएको के गर्नु त म रेडी हुनु पर्दैन कस्तो राम्रो देखिरहेछ कि तपाईँलाई के थाहा आमा फुलबारीमा त झन् यता फर्किनु त साँच्ची कस्तो राम्रो आएको छ हौ दाजु फर्किनु न कस्तो हेन्सम आयो कुन ठाउँ घुमेको जस्तो देखिँदैछ म त यो झोला माग्नु गएर आएको जस्तो देख्छु राम्रो आएर के गर्नु त के बनाउनु यस्तो ठाउँ चाहिँ कस्तो राम्रो छ राम्रो रहेछ ठाउँ भन्दा मान्छे राम्रो हो म खै मलाई त हरियो परियो राम्रो लाग्यो है त्यही भन्दा त लु भयो हामी दुईजना चाहिँ यता गाडीको वेटिङमा छौँ गाडी आएकै छैन एउटा आएको पनि गइसक्यो हामी दुईजना चाहिँ यता पर्खिँदैछौँ गाडी कतिखेर आउँछ गाडी आएको छैन फाइनल गाइज म चाहिँ रेडी भयो हिँडेको अब त्यो होली खेल्नको लागि छु पुस्ता पनि आउँदैछ अरे अनि पुस्तासँग भेट भए चाहिँ हामी होली खेल्दैछौँ होली भन्दा पनि खासमा हामी होली भन्दा पनि नाच्नको लागि जाँदैछौँ माथि चाहिँ सो लेट चाहिँ कस्तो हुन्छ
पुष्पासँग भेट भएपछि म देखाउनेछु। यो कुर्ता चाहिँ पुष्पाले नै किनिदिएको होइन, अस्ति किनेको थियो पुष्पाले। उसले चाहिँ ग्रिन कलरको लियो होला अनि मैले चाहिँ यो पिङ्क कलरको लिएको रहेछ। अनि लगेर हिँडेको अनि यो दुईजना जाइसकेको माथि होली। ए दाउ नि यतादेखि कि कहाँ हिँडेको? दुईजना आइपुगेछ। हेलो हेलो, ह्याप्पी होली सबैजनालाई। ह्याप्पी होली प्रियाका। सुरुमा जानु पर्यो भनेको यो हरियो गर्दैन। अब त्यो भयो होली गरियो चाहिँ ह्याप्पी होली बहिनी। टिस्यु छ भने एउटा देऊ त। भाइ कतै देखे जस्तो लाग्यो। यहाँ आँखामा पस्नु लागि टिस्यु छैन है। छैन कहाँ हिँडेको तिमी? निमेशलाई चिन्छ होला होइन? ओइ कता कता होली खेल्यो? भर्खर म कलेजमा गएको अनि कलेजमा त्यहाँ सुरुले यस्तो बनाइदिइहाल्नु भयो। ए कलेज आएको थियो? गाडी जान्छ। म चाहिँ कलेजमा अघि गएर होइन खेलेर मुसा भएर घरमा मुसा सुरुमा त कम्ती माया लाग्छ तर यहाँ पर गएपछि म्युजिक बज्छ, त्यसलाई चाहिँ अब म्युजिक हटाउनु पर्ने हुन्छ। हामी चाहिँ भसाउन हिँडेको यस्तो के गर्नु खासमा हामी होली खेल्न कि नाच्नको लागि आएको अरे? अब हामी चाहिँ होली चाहिँ होइन होली खेल्ने बहाना नाच्ने चाहना हो। हामी चाहिँ बहिनी सन्जिता ठाउँमा नअघिको दिदी भनेपछि हामी राम्रै हो। डरानै डरान देखाउँदै त छु हिँड न। हामी भान्नु छु। So much. Please give us some noise for them. Make some noise for them. Make some noise for them. Okay, thank you. आज चाहिँ नवीनालाई एकदमै राम्री देखेको छ है। मलाई त मेरो साथीले ढेडु बनाइदियो। ल आज नवीनाको लागि एउटा मुक्तक भनिदिउ न त होइन? तिमीले बाटो काट्दा नवीना, तिमीले बाटो काट्दा ट्राफिक पनि एकछिन स्टप भइदियो। तिमीले बाटो काट्दा एकछिन ट्राफिक पनि स्टप भइदियो। तिम्रो सुन्दरताको अगाडि क्याट्रिना कैफ पनि फ्लप भइदियो। र हामी विशेष धन्यवाद अब हल्का है रमाइलो गरौँ। जे
सुनिल वर्षले मात्रै जेठो कान्छो हो 103% होला अरूको गीत चाहिँ धरान उपमहानगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष विवेक राईज्यूलाई हामी धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी धरान उपमहानगरपालिका वडा नम्बर 12 का वडा अध्यक्ष आदरणीय वडा टङ्का राईज्यूलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरेर मनोज भट्टराई धरान 17 धरान 18 का प्रवीण राई धरान 2 का खुट्टा यस्तो भएको छ पुरै खुट्टा हेर न मेरो खुट्टा चप्पल ल्याएको राम्रो भएछ यस्तो राम्रो देखाउँछ अरे क्या यहाँनिर खाजा खानलाई छिर्दैछ है। आज चाहिँ धेरै रमाइलो भयो आजको होली चाहिँ अनि आई होप हजुरहरू पनि धेरै रमाइलो गर्नुभयो होला हैन। अनि सो आजको लागि यति मात्रै बाई बाई।